भन्नै पर्छ नि त कति चुप हो रहने हामी हो के त्यो फेरि लेख्ने दुईटा रोज पनि नफाल्ने हुन् हो के हो जो भाइ साथीहरूले हिजो हानेका थिए उनीहरू त बोलेकै छैनन् बिचरा उनीहरूले त मायाले गरेका हुन् होइन जे पाए त्यही कमेन्ट नगर नि केटा हो अब त्यो 50,000 1 लाख किन भन्नु पर्यो दिनेले केही सोधेको छैन नदिनेले अब किन सोध्नु पर्यो फेरि बोलाको तिम्रो मान्छे छोडिदिने हो कि त्यस्तो 50 होइन अब लाख कमाइन्छ केटा दिएपछि किन कमाइन्न कमाउनै बसेको फेरि कसले हान्दिछ यसो यत्रो 6 वर्ष यो टिकटकमा त्यसै चाहिँ नपर बसिया छ हामी कमाउनलाई त बसेको फेरि त्यसै गाली खाइयो छ संसारको त्यसै यहाँ चाहिँ नपर फोटो कुदाएर बसिया छन् फेरि किन नकमाउने हामीले संसारले कमाए त हामीले किन नकमाउने केही चाहिँ बैमानी गरिया छ केही भ्रष्टाचारी गरिया छ केही नराम्रो कसैलाई भनेर चाहिँ जबरजस्ती चाहिँ चन्दा उठाइया छ टिकटकमा रमाइलो गराएर भाइ साथीहरूले दुईटा फुल फाल्छन् भने के को टाउको दुखाइ भयो है बदमास हो तिमीहरू के को टाउको दुखाइ भयो तिमीहरू बाँच्न दियो के मान्छेलाई चाहिँ नपर्यो मान्छेलाई रमाउन दियो हेर फेक आइडीहरू बनाएर पर्दा पछाडि लुकेर साले कमिनाहरू चाहिँ नपर्यो अडम दाइले गाली गर्छ भन्छौ फेरि अनि गाली गर्ने बदमासी गरेपछि दाइले गाली गर्दैन टुप्पा तिमीलाई मै खान्छ यसरी चुप्प चुप्प गाला मै खान्छ दाइले खान्छ हो बदमासी गर्नु भएन नि त राम्रो तरिकाले बस्यो भने त सबैले माया गरिहाल्छ नि दाइले नि माया गर्नुहुन्छ फेरि राम्रो तरिकाले यहाँ कमेन्ट लेख्ने नि त दाइले सबैलाई ओ मेरा भाइ हो के छ सन्चै हुनुहुन्छ तपाईहरू के खानु भयो